ओहो माननीय ज्यू नमस्कार। नमस्कार मन्त्रीज्यू। सुकुम्बासी बस्ती त उठाइदिनु भएछ नि। त्यो बर्खाको टाइममा कता जाने के खाने के व्यवस्था गर्छु भन्नुभयो। मैले चालचलन ठिक लागेन। काम भनेको बिस्तारै गर्नुपर्छ। तपाईँले हतार गर्नुभयो, पछि तपाईँले दुःख पाउनु होला। हेर्नुहोस् माननीय ज्यू, यो हजुरको पालामा जस्तो होइन, अहिले धेरै फरक भइसक्यो। फेरि मैले के गर्न हुन्छ के गर्न हुन्न राम्रोसँग जानेको छु। त्यो सुकुम्बासी बस्ती भन्नुभयो नि, त्यहाँ हुकुमबासीहरू पनि बढी थिए। सुकुम्बासीलाई हटाएर हुकुमबासीलाई सधैँको लागि हटाउनको लागि मैले यो प्रोसेस गरेको। अब सुकुम्बासीमा जति पनि हटिसके नि तिनीहरूलाई पनि राम्रोसँग बस्ने व्यवस्था गर्नेछु। तपाईँले केही पिर मान्नु पर्दैन यसको लागि। सबै कुरा सोचेर नै यो काम भएको। अनि त्यो हामीले गैरी गाउँको बाटो पिच गर्न दिएको थियौँ, काम के हुँदैछ? काम बन्दैछ, पिच भइसक्यो होला। म पनि त्यहीँ जानु लाग्यो। हिँड्नुहोस्। अफिसर मेरो गन ल्याइदियो त। गन होइन, अब खोरमा जान तयार हो। ए भनेपछि मेरो पावर कति छ भन्ने कुरो तिमीलाई थाहा छैन होला अफिसर। म को भनेको चिनेको छैन। मेरो पावर चल्यो भने नि यो देश त्यस्तो कापिन्छ तँलाई अन्दाज गर्न पनि भारी पर्नेछ। म जस्तो सिआइडी अफिसरलाई थर्काउने, तँ जस्तो टोले गुन्डाहरूको लागि त्यो जेलको चिसो कोठा खाली छ। यो देशमा केही गर्छु भनेर हुटहुटी जाएको नेताहरूलाई मार्छु भनेर त गन बोक्दै हिँड्ने। तेरो काउन्टडाउन सुरु भइसकेको छ। अब पालो तेरो। सुन, तैँले मलाई चिसो कोठाको कुरा गर्दै थिइस् नि, त्यही कोठामा म मेरो नेतालाई छुटाउन जाँदैछु। तैँले के नाप्छस् नाप। तँ जस्तो टोले गुन्डाले यो सिआइडी अफिसरलाई फर्काउने? म मेरो काम गर्छु, तँ तेरो काम गर। बुझिस्? कसले के गर्छ म पनि हेर्छु। जे नाप्छस् नाप। ल हेर्नुहोस्, बाटो बन्दैछ। अब छिटै पिच हुन्छ। हो, बाटो धमाधम भइरहेको रहेछ। हामीले चाहेको पनि यही हो। ठिक छ, बाटो हेरिसके, चाँडै भन्दा चाँडै काम गर्नु भएछ, राम्रो भयो। अनि त्यो सुकुम्बासी बस्तीमा पनि मिलाउनु पर्ने थियो। त्यतातिर जाउँ न त, मिटिङ पनि थियो एउटा। जाउँ। नेताज्यू, तपाईँको बडीगार्ड खोइ? मलाई किन चाहियो बडीगार्ड? मैले जनताको सेवा गर्छु, जनता नै मेरा बडीगार्ड हुन्। जनता बडीगार्ड हुन् भनेर तपाईँ यसरी हिँड्न पाउनुहुन्न। तपाईँलाई मार्ने ती टोले गुन्डाहरू छास त्यो टोल टोलमा हिँडिरहेछ। त्यस्ता टोले गुन्डाहरूले मेरो केही पनि उखाल्न सक्दैन। कति आउँछन् जान्छन्, तर मैले यसको काम गर्नै पर्छ। त्यस्तो भनेर कहाँ हुन्छ नेताज्यू? तपाईँ कहाँसम्म जानुहुन्छ?